वेलकम टु एनदर हाइकिङ डे एट पञ्चासे। हाइकिङ होइन, ट्रेकिङ नै भन्दा पनि हाम्रो त्यस्तो जाने प्लान थिएन, ऱ्यान्डमली प्लान बनेको थियो। बिहान पनि जाने कि नजाने फिक्स भएको थियो। पोखराबाट हामी ठ्याक्कै 11 बजे सिस्टरको पसल बन्द गरेर हिँडेका थियौँ। अनि बाटोमा हल्का पानी र खानेकुरा लिएर अनि मलाई बाटोमा स्लिपिङ बुद्ध भनेर भोकले मर्नु भइसकेको थियो। अनि हाम्रो भण्डारी रेस्टुरेन्ट चाहिँ एकदमै फेमस भनेर हामी यहाँ खाना खाएको थियो। एकदमै धेरै खाना खाएर हामी निस्क्यौँ। अनि त्यहाँबाट भदौरे जाने बाटो भनेर हामी अलिकति कन्फ्युज भइरहेको थियो। अनि गाउँ देख्ने बित्तिकै यहीँ होला भनेर हामी तल गयौँ। अनि आन्टी स्कुटर कहाँ राख्ने कन्फ्युज भइरहेको थियो। अनि सबैजना यही सजेस्ट गरेको भएर हामी यहीँ, किनकि त्यहाँ सिसी क्यामेरा पनि रहेछ। अनि हामी 1:45बाट ठ्याक्क भदौरेबाट हिँड्न सुरु गरेका। बाटो चाहिँ पुरै एकदमै भड्याङ मात्रै थियो, यस्तो कालो थियो होइन। अनि हामी थाके एकछिन रेस्ट पनि गरे। बाटोभरि कति धेरै ऐसलो थियो। अनि हामी मजाले टिपेर खाँदै गइरहेको 1 घन्टा हिँडेपछि चाहिँ अनि हामी एकदम थाक्यो। अनि त्यसपछि फेरि लम्पसार गरेर एकछिन रेस्ट गरेर अनि फेरि हिँड्यो। अनि त्यसपछि फेरि बाटो कन्फ्युज भयो, हामी कहाँ जाने भनेर हेरेर बसेर माथि गएर एउटा मन्दिर भेट्यो। अनि दर्शन गरेर हामी चाहिँ आफ्नो बाटो लागेको थियो, तर घुमेर एक राउन्ड फेरि मन्दिर अनि फेरि माथि पुग्यो। अनि त्यसपछि पुग्यो हामी पञ्चासे। यो चाहिँ सबभन्दा टपमा रहेछ यहाँको, यता मन्दिर पनि थियो। दर्शन गरे अनि एकछिन रेस्ट गरे। हामी चाहिँ पुरै कन्फ्युज भइरहेको थियो कि बाटो यो कहाँ, बाटोभरि पनि एउटा मान्छे पनि भेटेको थिएन हामीले। भन्ज्याङ जाने चाहिँ हामी गएको बाटो रहेछ। कोही आउनु भयो भने चाहिँ यो बाटो याद गर्नु होला। अनि त्यसपछि हामी पुरै तलतिर यो बाटो पनि यता साथीलाई फोन गरेर होटेलको नम्बरबाट सोधेर बल्ल बल्ल पत्ता लगाए पनि केही नै देखिरहेको थिएन। बल्ल बल्ल एउटा गाउँ देख्यो, त्यतिखेर त अँध्यारो नै भइसकेको। आन्टीलाई देख्दा त साँच्चै आफ्नै आमा भेटे जस्तो भयो थियो कि यति आनन्द ढुक्क भयो। आन्टीले चाहिँ हामीलाई ठिक टाइममा आइपुग्यो, तिमीहरू यता त बाघ भालु आउने टाइम भयो भन्दा हाम्रो सातो गयो। त्यसपछि हामीलाई भोक लगाएर हामीले खानेकुरा यति धेरै मिठो बनाउनु भएको थियो आन्टीले। अनि चौधो साधेको र मेरो फेभरेट थियो। अनि साथीले पनि फेरि अर्को पनि मगाउँ भयो। यति धेरै रमाइलो गऱ्यो हामीले। अनि फेरि खाना पनि खाए, जे खाए पनि कस्तो मिठो भइरहेको। अनि यो चाहिँ हाम्रो रुम थियो। अनि त्यसपछि उनीहरू चाहिँ सुतिसकेको थियो। म चाहिँ फ्रेस भएर सुत्नतिर लाग्यो। म पनि बिहान उठ्दाखेरि केटीहरू सबै उठ्यो। बेलुका आन्टीले हामीलाई हाम्रो रुम देखाउँदा हामी तर्सेको थियो कि त्यो बाघ भालु सम्झेर पनि छेउको घरमा हामी एक्लै बस्ने भन्दाखेरि आन्टीले यस्तो बाघ भालु आउने जङ्गल चाहिँ तिमीहरू कसरी आयो केटी, यस्तो डरपोकहरू। अनि त्यसपछि हामी फ्रेस भएर रेडी हुनतिर लाग्यो। अनि हामी पञ्चासे लेक चाहिँ जाने कि नजाने एकदमै धेरै कन्फ्युज भइरहेको थियो। खुट्टा पनि एकदमै धेरै दुखेको थियो, हिँड्न सक्छु जस्तै लागिरहेको थियो। अनि यो चाहिँ हामी बसेको सनसेट होमस्टे हो। तपाईँहरू पनि आउनुभयो भने चाहिँ आन्टीकोमै पक्कै पनि जानु होला। खानाहरू पनि एकदमै धेरै मिठो लागेको थियो मलाई। अनि त्यहाँबाट हामीले आन्टीले बाटो भन्दै हुनुहुन्थ्यो, लेक जाने भए तिमीहरू यसरी जाऊ भन्दै हुनुहुन्थ्यो। हामीले अनि हिसाब गरेर आन्टीलाई पे गर्यौँ। अनि एउटा हामीलाई लट्ठी दिनु न, हामीलाई बाटोमा हिँड्न सजिलो होस् भनेर मागेको थियो। हामी तिनैजनाले एउटा एउटा लट्ठी बोके। अनि त्यसपछि लागे हामी हाम्रो बाटोतिर। आन्टीलाई अङ्कललाई बाई बाई। यति बेलासम्म पनि हामीलाई चाहिँ कस्तो कन्फ्युज भइरहेको थियो कि हामी लेक जानु न जस्तो भइरहेको थियो। अनि हाम्रो बिना सिस्टर चाहिँ एकदमै धेरै स्ट्रङ, जम केही हुन जे हुन्छ हुन्छ भनेर भनिरहेको थियो। अङ्कल आन्टीहरूले पनि बाघ भालु आयो भने यो लट्ठीले मुखमा हान्दियो भन्दाखेरि त एकछिन त कस्तो तर्सिरहेको। यति बेला चाहिँ बिहानको 8:40 भयो। यदि बाधा नलाग्ने हो भने यस्तो राम्रो हिमाल देख्न पाउँथ्यो हामीले भन्दै। यो बाटो त यति धेरै उकालो छ नि, भड्याङ हिँडेर नसक्ने नै थियो कि। अनि हामीले रेस्ट गरे। अनि अनार बोकेर गएको थिएँ बाटोमा। पानी त हामीले लिएर गएको थिएन। तिनैजनाले बिर्सेछ कि पानी त्यही होटेलमै बोतल छोडेको। यता आउँदा चाहिँ पानी र खानेकुरा चाहिँ मजाले बोक्नु होला भनेर भिडियो पनि हेरेको थिएँ, त्यही पनि बिर्सेछ। अनि यो गुम्बा आइपुग्दा चाहिँ हामीलाई ठ्याक्कै 10:55 टाइम भएको थियो। हामी त्यस्तो धेरै बाटोमा कतै पनि त्यति धेरै लङ टाइम रेस्ट कहीँ पनि गरेको थिएन। 2 मिनट 3 मिनट मात्रै बिना पानी हामी यति धेरै हिँड्यो। अनि यो ओह्रालो झर्दा चाहिँ यसरी फाइनली हाम्रो डेस्टिनेसनमा पुग्दा यति धेरै खुसी लाग्यो नि, त्यो भोक प्यास सबै बिर्सिसक्यो। अनि त्यसपछि अनि दर्शन गरे हामीले। कस्तो आनन्द भयो कि यतिखेर चाहिँ यस्तो खुसी पनि लाग्यो हामीलाई चाहिँ, यत्रो टाढा हामी आएको छु, हामीलाई चाहिँ बचाइदिनु है भगवान्, जङ्गलमा केही पनि नहोस् भन्दै हामी फेरि। मेरो खाली पेट यति कराइरहेको थियो। यिनीहरू दुईजना चाहिँ बाटोमा पुरा भालु आएछ कि क्या हो भनेर यति हँसाइरहेको थियो। जुगा पनि देख्दा देख्दा म त जुगादेखि कस्तो डराउने मान्छे पनि मैले आफैले फालिरहेको थिएँ कि, त्यो ठुलो जङ्गल त हिँड्यो यो के हो र जस्तो पो लागिरहेको। अनि यति धेरै हिँडेपछि फाइनली माथिबाट गाउँ देख्दा यस्तो सानो घर भन्नेमा खाना खाएको थियो। 4 बजिसकेको थियो यति बेला। यहाँको मही चाहिँ एकदमै फेमस रहेछ। अनि हामीले यहीँ खाना खाएको थियो, एकदम मिठो पनि थियो। अनि स्कुटर भट्टा पुग्यो। अनि त्यहाँबाट हामी घर लागे।